प्रभु येशू ख्रिस्टको नाममा जय मसीह। आज तपाईहरुलाई जीवित परमेश्वरको वचनबाट उत्साहका कुराहरू अनि आशिषका घोषणाहरू गर्न गइरहेको छु। विश्वास गर्दछु अनि परमेश्वरसँग यही प्रार्थना गर्दछु कि आजको वचनले तपाईको जीवनमा नयाँ उत्साह थपिनेछ अनि नयाँ आशिषहरू येशू प्रभुको नाममा ल्याउनेछ। वचनको शीर्षक छ छनौटको शक्ति। सुरुवातमा म तपाईलाई भन्न चाहन्छु छनौट भनेको के हो। छनौट भनेको कुनै पनि मानिसले असल र खराब कुराहरूको पहिचान गरी गर्ने निर्णय नै के हो भन्ने चाहिँ छनौट हो। छनौटलाई मानिसहरूले सुरुवातमा सामान्य तरिकाले लिए तापनि अन्त्यमा त्यसैको परिणाम त्यो व्यक्तिले भोग्नुपर्ने हुँदछ। तसर्थ छनौट प्रत्येक व्यक्तिको लागि शक्तिशाली हुन्छ। जब जब तपाईँ कुनै पनि कुराहरू छान्ने अवस्थामा पुग्नुहुन्छ, कुनै पनि कुराहरू छनौट गर्ने अवस्थामा तपाईँ पुग्नुहुन्छ भने सावधानी हुनु एकदमै आवश्यक छ। जस्तै उदाहरणका लागि कुनै पनि केटा मानिसहरूले श्रीमती छान्ने क्रममा, केटी मानिसहरूले आफ्नो श्रीमान छान्ने क्रममा, विद्यार्थीहरूले आफ्नो भविष्यको पढाइ छान्ने क्रममा, जस्तै आफ्नो कुनै पनि व्यक्तिले आफ्नो पेसा छान्ने क्रममा मानिसहरू सावधानी हुनु एकदमै आवश्यक छ। किनभने तपाईको आजको जीवन भनेको विगतमा तपाईले छानेको छनौट र तपाईले गरेको निर्णयको परिणाम हो। अनि भोलिको तपाईको भविष्य भनेको आजको तपाईको छनौट अनि आज तपाईले गर्नुभएको निर्णय हो। तसर्थ आफ्नो भविष्य, आफ्नो आउने दिनहरू असल भएको देख्न चाहनुहुन्छ भने वर्तमान अवस्थामा आफूले छान्ने कुराहरूलाई अत्यन्तै सावधानीपूर्वक अपनाउनु र ध्यान दिनु एकदमै आवश्यक छ। जब जब तपाईले असल छनौटहरूलाई रुचाउनुहुन्छ त्यहाँ जहिले पनि अद्भुत शक्ति हुन्छ। किनभने परमेश्वरले बुद्धि, आज्ञाकारिता र विश्वासलाई आदर गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ। जब तपाईको छनौटमा आज्ञाकारिता, बुद्धि, विश्वासको सम्मिश्रण हुँदछ भने परमेश्वरले तपाईको छनौटलाई मन पराउनुहुन्छ। आमेन। अनि म यही प्रार्थना गर्दछु नासरत येशू प्रभुको नाउँमा तपाईले भविष्यको लागि छानेको कुनै पनि छनौटहरूमा जीवित परमेश्वरबाट प्राप्त हुने बुद्धि अनि परमेश्वरप्रतिको आज्ञाकारिता र परमेश्वरप्रतिको विश्वास येशू प्रभुको नाममा रहेको होस्, ताकि तपाईले छान्नु भएको प्रत्येक छनौटहरू परमेश्वरको आधार योग्यको भएको होस्। यो आशिष येशू प्रभुको नाममा वचन सुनि तपाईको जीवनमा देखा परेको होस्। अनि हामी धर्मशास्त्र बाइबल व्यवस्थाको पुस्तक 30:19 यसरी लेखिएको छ, म पढ्ने छु। आज म तिमीहरूलाई, माफ गर्नुहोला, आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु कि मैले तिमीहरूका अघि जीवन र मृत्यु, आशिष र श्राप राखेको छु। अब जीवन नै रोजा ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक। आमेन। परमेश्वरको वचन व्यवस्थाको पुस्तक 30:19 प्रष्ट पार्दछ कि आज मानिसहरूको अघि जीवन अनि मृत्यु त्यहाँनिर अगाडि छ। यसको मतलब असल र खराब कुराहरू त्यहाँनिर अगाडि छ। तर परमेश्वरले के चाहनुहुन्छ भन्दा चाहिँ तपाईँ र मैले जीवन रोजेको चाहनुहुन्छ, तपाईँ र मैले असल कुराहरू रोजेको चाहनुहुन्छ। त्यसै कारणले गर्दा उहाँले वचनद्वारा भन्नुहुन्छ कि अब जीवन नै रोजा ताकि तिमीहरू र तिमीहरूका बालबच्चाहरू जिउन सक। परमेश्वरको आशिष यही मिलेकोस् र म तपाईँलाई यही घोषणा गर्दछु कि वचनबाट तपाईँले आफ्नो जीवनमा कुनै पनि कुरा छान्ने क्रममा अनि परमेश्वरद्वारा ज्ञान बुद्धि प्राप्त भएको होस् र उज्जवल भविष्यको लागि असल कुराहरू छनौट गर्नका लागि परमेश्वरले तपाईँलाई येशू प्रभुको नाममा सहायता गर्नुभएको होस्। अनि त्यसै गरी योसुको पुस्तक 24:15 हामी हेर्नेछौँ। येशूको पुस्तक 24:15 यसरी लेखेको छ, तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भने त तिमीहरूले कसको सेवा गर्ने? आजै तिमीहरूले रोज कि तिम्रा पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी पूजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू? तर म र मेरा घरानाले परम प्रभुकै सेवा गर्नेछौँ। हालेलुया। यहाँ हामी देख्न सक्दछौँ येशूले
त्यहाँ धेरै कुरो छनौट गर्ने अवस्थामा आउँदाखेरि उनले के छनौट गरेका छन् भन्दा चाहिँ परमेश्वरलाई छनौट गरेका छन् र भनेका छन् म र मेरा घरानाले परम प्रभुको सेवा गर्नेछौँ। यसको फलस्वरूप 31मा हेऱ्यो भने पाउँदछौँ कि अनि यसको परिणाम चाहिँ के भएको छ भन्दा चाहिँ येशूको जीवनभरि र येशू मरेपछि बाँचेका र परम प्रभुले इजरायलको निम्ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्मगुरुहरूका जीवनभरि पनि इजरायलले परम प्रभुको सेवा गरे। हालेलुया। आज येशूले परम प्रभुको इच्छा अनुसारको कुराहरूलाई छनौट गरेको कारणले गर्दाखेरि त्यो आशिष आज उनको जीवनमा मात्र देखा परेको छैन तर उनका समुदायको बीचमा अनि आउने पुस्ताहरूको जीवनमा पनि देखा परेको छ। त्यसै कारणले गर्दाखेरि परमेश्वरबाट प्राप्त हुने आशिष तपाईको जीवनमा, तपाईको परिवार अनि तपाईको समाज अनि आउने पुस्ताहरूको बीचमा तपाईँ देख्न चाहनुहुन्छ भने तपाईले असल कुराहरू छान्नु एकदमै आवश्यकता छ। अनि म यही घोषणा गर्दछु कि तपाईले छान्नुभएको असल छनौटको आशिषहरू तपाईको जीवनमा मात्र होइन नासरा येशू प्रभुको नाममा आउने पुस्ताहरूको जीवनमा पनि देखा परेको होस्। अब म तपाईलाई बाइबलबाट केही उदाहरणहरू बताउन चाहन्छु। आज दाउदले परमेश्वरलाई छाने, त्यस कारणले गर्दाखेरि दाउद आज राजा बने। आज परमेश्वरको नाउँमा आज सोलोमनले आज बुद्धिलाई छाने, त्यस कारणले गर्दाखेरि उनले सम्पत्तिहरू, मान मर्यादाहरू, इज्जत सम्मानहरू प्राप्त गरे। अनि योसेफले आज पवित्रतालाई छाने अनि जस कारणले गर्दाखेरि उनी जेलबाट रात दरबारसम्म उनी परमेश्वरद्वारा उचालिए। आज दानियलले पनि पवित्रतालाई, शुद्धतालाई उनले छाने, त्यस कारणले गर्दाखेरि उनी परमेश्वरद्वारा आगो र सिंहको मुखबाट सुरक्षित भए। त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई आजको वचनबाट यही कुराहरू प्रश्न पार्न चाहन्छु र भन्न चाहन्छु, आज तपाईँ चाहिँ के कुराहरू छान्नुहुन्छ? जब तपाईँले परमेश्वरको इच्छाहरूको कुराहरू छान्नुहुनेछ तपाईँले सोचे भन्दा माथि येशू प्रभुको नाम उचालिन सक्नुहुन्छ अनि तपाईँले सोचेको भन्दा बढी सुरक्षा अनि परमेश्वरद्वारा प्राप्त गर्न सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि अहिले वर्तमान अवस्थामा छान्ने प्रत्येक कुराहरूमा परमेश्वरको बुद्धि माग्नुहोस्, परमेश्वरको आज्ञाकारितालाई खोज्नुहोस् अनि परमेश्वरको विश्वासमा आधारित कुराहरू छान्नुहोस्। अनि आजको यस असल छनौटले आउने तपाईँको भविष्य नासरा येशू प्रभुको नाममा आशिषमय होस्। परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस्।